यदि मैले एउटा क्यूट लुकिङ एनिमेले नै हिस्ट्रीको वान अफ द स्मार्टेस्ट डार्केस्ट र एकदमै इमोसनली हेभी राइटिङ क्यारी गर्छ भने तपाईँहरू बिलिभ गर्नुहुन्छ? यदि गर्नुहुन्न भने आज म तपाईँहरूलाई परिचय गराउँदैछु हन्टर हन्टरसँग। हो, एउटा यस्तो एनिमे जो सुरु त हुन्छ एउटा नर्मल एडभेन्चरसँग, तर एन्ड हुन्छ त्यहाँ जहाँ तपाईँहरूको सोचले भेट्दैन, त्यहाँ जहाँ राइटरले हामीलाई लान चाहन्छ। हो, हन्टर हन्टर एउटा यस्तो एनिमे हो जसले चाहिँ इमोसन, डेप्थ, पावर स्केलिङ एभ्रिथिङलाई एकदमै टु दी पोइन्ट युज गरेको छ। एन्ड फर यर काइन्ड इन्फर्मेसन, हन्टर हन्टर चाहिँ एउटा टिपिकल सोनन होइन जसमा चाहिँ नारुतो, वान पिस या भनौँ तपाईँको ब्ल्याक क्लोभर जस्तो स्टोरीहरूलाई फलो गरेको छ। नो, इट्स कम्प्लिटली डिफ्रेन्ट। यस्तै चाहिँ फ्रेन्डसिप, मोरालिटी, अब्सेसन, पावर, ग्रोथ र तपाईँहरूले आफ्नो ड्रिमलाई चेज गर्दाखेरिमा जुन तपाईँहरूले कस्ट तिर्नुहुन्छ त्यो सबैलाई सो गर्छ। जहाँ एउटा टिपिकल सोननमा चाहिँ 16-17 वर्षको एउटा क्यारेक्टर, हाम्रो मेन क्यारेक्टर हुन्छ, त्यसले चाहिँ हाइएस्ट पिकमा रहेको पावरफुल भिलेनलाई हराएर उसले चाहिँ वर्ल्डलाई जोगाउँछ। त्यस्तै स्टोरी चाहिँ हाम्रो हन्टर हन्टरले चाहिँ फलो गर्दैन। यो अलिकति डिफ्रेन्ट छ र त्यहाँसम्म पुग्नुभन्दा अगाडि सुरुमा गरौँ वर्ल्ड बिल्डिङको। हन्टर हन्टरको वर्ल्ड बिल्डिङको बारेमा कुरा गर्न पर्दाखेरिमा यसको वर्ल्ड चाहिँ एकदमै अलाइभ नै छ, जिउँदै छ कि जस्तो फिल आउँछ। हन्टर हन्टरमा चाहिँ हन्टरलाई फोकस गरेको छ जसको काम चाहिँ डिफ्रेन्ट मन्स्टरहरूसँग भिड्ने हुन्छ। अब मन्स्टर भनेर मन्स्टर मात्रै पनि होइन, यो वर्ल्डमा चाहिँ हामीले धेरै क्रिएचरहरू देख्न सकिन्छ जसमा चाहिँ पावर मात्रैले केही पनि गर्न सक्दैन। यु निड टु ह्याभ इन्टेलिजेन्स, योर ओन इन्टेलिजेन्स है। त्यसपछि गएर यु निड टु ह्याभ पावर एज वेल। तिमीसँग यस्ता धेरै चिजहरू हुनुपर्छ जसले गर्दा चाहिँ तिमीले सर्भाइभ गर्छ, जसमध्ये हो विलिङ टु रिस्क योर लाइफ। हो, हन्टर बनिसकेपछि विलिङ टु रिस्क योर लाइफ यो एकदमै इम्पोर्टेन्ट छ। त्यसपछि गएर इन्टेलिजेन्स, त्यसपछि गएर एडाप्टेबिलिटी। हो, यस्ता चिजहरूले चाहिँ तपाईँलाई हन्टर हन्टरको वर्ल्डमा चाहिँ सर्भाइभ गर्नको लागि फिट बनाउँछ। र हन्टर हन्टरको वर्ल्ड चाहिँ डेन्जरस मन्स्टरहरूले मात्रै भरिएको छैन, यसमा पोलिटिक्स पनि छ, यसमा पावर र स्मार्टनेस पनि छ, यसमा तपाईँहरूको हेभी इमोसन पनि छ, र यसमा रहेको क्यारेक्टर ग्रोथ र साइड क्यारेक्टर। हन्टर हन्टरको एभ्री आर्कले चाहिँ नयाँ क्याटेगोरी नै सेट गरिदिन्छ। हरेक आर्कमा हामीले नयाँ केही चिजहरू डिस्कभर गर्छौँ, जहाँ केही नयाँ टेरिटोरी हुनसक्छ, केही नयाँ माफिया हुनसक्छ, अन्डरवर्ल्ड हुनसक्छ, या केही नयाँ टाइपको पावर हुनसक्छ, या केही तपाईँहरूको ब्याटल अरिना हुनसक्छ। हो, हामीले एभ्री आर्कमा चाहिँ डिफ्रेन्ट चिजहरूलाई कन्ज्युम गरिरहेका हुन्छौँ हन्टर हन्टरको स्टोरीमा। एन्ड हन्टर हन्टरको सबैभन्दा ठुलो पावर नै यही हो कि यसले स्टोरीलाई बिल्ड गर्नलाई चाहिँ टाइम लिन्छ, आफ्नो टाइम लिएर यसले स्टोरीलाई बिल्ड गर्छ। एन्ड हामीले जुन पेसेन्स देखाएर एनिमे हेरिरहेको हुन्छौँ नि, त्यो चाहिँ वर्थ इट तब हुन्छ जब हामीले त्यो आर्कको क्लाइमेक्स हेर्न जान्छौँ। एन्ड द्याट मोमेन्ट तपाईँको पेसेन्सले चाहिँ तपाईँहरूलाई फल दिन्छ। अब अघि मैले भनेको थिएँ नयाँ पावरहरू इन्ट्रोड्युस गर्छ। अब पावर सिस्टमको बारेमा कुरा गरिसकेपछि यसैको कुरा गरौँ। हन्टर हन्टरको वर्ल्डमा चाहिँ पावर भनेकै नेम हो। तपाईँको नेमको एबिलिटी कस्तो छ त्यही नै तपाईँको पावर सोर्स हो। एन्ड मैले भनिरहेको छु यो जुन नेम सिस्टम छ नि, इट्स वान अफ द बेस्ट रिटन अर एक्सप्लेन पावर सिस्टम इन इन्टायर एनिमे हिस्ट्री। किप द्याट इन माइन्ड। सोनेनमा होइन, इन्टायर एनिमे हिस्ट्रीमै वान अफ द बेस्ट रिटर्न पावर सिस्टम हो नेन भनेको। त्यस्तो राम्रोसँग लेखिएको छ यसलाई र एक्सप्लेन गरिएको छ। नेन भनेको चाहिँ तपाईँहरूको टिपिकल कसले ठुलो पावर एक्सप्लोजन गर्छ या कसको ठुलो पावर देखिन्छ होइन। नेन तपाईँहरूको क्रिएटिभिटीमा डिपेन्ड गर्छ। तपाईँहरूको नेन चाहिँ तपाईँहरूको युनिकनेस, क्रिएटिभिटी र तपाईँहरूको लेभल अफ इन्टेलिजेन्स। नेन चाहिँ तपाईँहरूको युनिकनेस, स्मार्टनेस र क्रिएटिभिटीमा पनि डिपेन्ड गर्छ। एन्ड वान अफ द बेस्ट थिङ कि यसमा लिमिटेसन्स छ। कुनै पनि क्यारेक्टरले चाहेर मात्रै त्यो लिमिटेसनलाई चाहिँ ओभरकम गर्न सक्दैन। नो, दे क्यान नट। तपाईँहरूको टिपिकल सोननमा चाहिँ जब इनेमीसँग फेस गरिन्छ, इनेमीले ओभर पावर गरेपछि एउटा न एउटा पावर अवेकन हुन्छ, तर हन्टर हन्टरको केसमा त्यो छैन। यदि तपाईँहरूले कुनै पावर युज गर्नुहुन्छ भने त्यसको सर्कमस्टान्सेस तपाईँहरूले बेहोर्नै पर्छ, तपाईँहरूले त्यसको कस्ट तिर्नै पर्छ। यसमा चाहिँ कुनै पनि क्यारेक्टर आफ्नो लिमिटलाई पुस गरेर मात्रै पावरफुल बन्दैन। उनीहरूले चाहिँ कन्ट्र्याक्ट गर्नुपर्छ आफैसँग म पावरफुल बन्छु भनेर। एन्ड दे निड टु सेक्रिफाइस समथिङ। अब मेरो मतलब केही सेक्रिफाइस गरेर पावर लिने होइन। नो, दे निड टु सेक्रिफाइस द काइन्डनेस दे हेभ, दे पोजेस। They need to sacrifice a lot to gain that power. हो, हन्टर हन्टरको वर्ल्ड चाहिँ एकदमै रुथलेस वर्ल्ड हो। एन्ड यस्तै चिजहरूले गरेर नै हन्टर हन्टरको फाइट चाहिँ हेर्न एकदमै एक्साइटिङ हुन्छ। कुन बेला के अनप्रेडिक्टेबल चिज हुन्छ भन्नै सकिँदैन। एकदमै युनिक एनिमे छ। एन्ड टिल नाउ मैले आजसम्म यस्तो एनिमे चाहिँ हेरेको छैन। सो एन्ड आई डोन्ट थिङ्क कि मैले पछि पनि कुनै एनिमे यस्तो देख्छु। एन्ड अब कुरा गरौँ क्यारेक्टरको। हन्टर हन्टरको वर्ल्डमा चाहिँ क्यारेक्टर ह्युमन हुन्छन्, कुनै हिरोज होइन।
यसमा चाहिँ मैले अघि कुरा गरिसकेँ, एउटा मेन क्यारेक्टर 16-17 वर्षको भए पनि उसले चाहिँ एकदमै पिक लेभल, एकदमै पावर, एकदमै धेरै भएको मेन भिलेनसँग भिडेर उसलाई बचाउने या त्यस्तो टाइपको चाहिँ यसको कन्सेप्ट नै छैन। यसमा चाहिँ एडल्टले गरेको काम चाहिँ एडल्टले नै गरेको हुन्छ नि, किड्सहरू त्यसमा मिसिन सक्दैनन्। यसमा चाहिँ तपाईँहरूको पावर ग्यापलाई एकदमै राम्रोसँग देखाएको छ। एक्सपिरियन्स, तपाईँहरूको पावर, नेनको एबिलिटी र तपाईँहरूको स्मार्टनेस भनौँ न, यो सबैलाई कम्बाइन गरेर चाहिँ तपाईँहरूको कम्ब्याट एबिलिटीलाई डिटरमाइन गरिन्छ। एन्ड हन्टर हन्टरको वर्ल्डको मेन क्यारेक्टरको कुरा गर्न पर्दाखेरिमा गन मात्रै हो भन्ने लाग्छ, बट फर मी गन, किलुवा, कुरापिका मेरो लागि चाहिँ सबै मेन क्यारेक्टर नै हुन्। यसको क्यारेक्टरको बारेमा कुरा गर्न पर्दाखेरिमा चाहिँ कसैलाई चाहिँ फ्रिडम चाहिएको छ, कसैलाई इमोसनल डेप्थ चाहिएको छ, कसैलाई केही चाहिएको छ, कसैलाई रिभेन्ज चाहिएको छ, कसैलाई चाहिँ मिनिङ चाहिएको छ आफ्नो लाइफको। सबैलाई डिफ्रेन्ट चिजहरू चाहिएको छ। यिनीहरूको ड्रिमले चाहिँ सधैँ यिनीहरूलाई राम्रै कुरामा चेन्ज गर्छ, तर जब स्टोरी अगाडि बिस्तारै प्रोग्रेस गर्दै जान्छ नि, तब यिनीहरूको ड्रिम्सले चाहिँ यिनीहरूलाई पुरै चेन्ज गरेर राखिदिन्छ। एन्ड त्यो चेन्ज चाहिँ सधैँ पोजिटिभ नै हुनपर्छ भन्ने जरुरी छैन। कुनै चेन्ज अरूभन्दा डिफ्रेन्ट हुनसक्छ एन्ड यिनीहरूले पुरै लाइफ नै नेगेटिभ बनाउन नि सक्छ। एन्ड त्यही नै हो हन्टर हन्टरको मेन पोइन्ट। एन्ड यो एनिमेले चाहिँ भिलेन र हिरोको लजिकलाई नै तोडेर राखिदिन्छ। यो एनिमेमा चाहिँ हिरोजले पनि भिलेन्सहरूले गर्ने धेरै कामहरू गरेका छन् र भिलेन्सहरूले पनि आफ्नो लजिक, आफ्नो प्राइड, आफ्नो इमोसन र एभ्रिथिङ सो गर्न पछि हटेका छैनन्। यो एनिमेले चाहिँ भिलेन्सहरूलाई नै यति राम्रोसँग एक्सप्लेन गर्छ नि, आई क्यान ग्यारेन्टी यु एट सम पोइन्ट नि तपाईँलाई हिरोजहरूलाई भन्दा भिलेन्सहरूलाई माया गरेर छोड्नुहुन्छ। यो एनिमेको भिलेन्ससँग डेप्थ छ, स्टोरी छ, उनीहरूसँग प्राइड छ, उनीहरूको आफ्नो एउटा होइन युनिकनेस छ। यो एनिमेमा हुनपर्ने नि भिलेन्ससँग एभ्रिथिङ छ कि। एन्ड हिरो सधैँ राइट हुन्छन् भन्ने एउटा कन्सेप्ट जुन छ नि, यो एनिमेले त्यो कन्सेप्टलाई पुरै तोडेर राखिदिन्छ। एन्ड यो एनिमेको एक कुराले चाहिँ स्टोरीलाई एकदमै अनप्रेडिक्टेबल र एनिमेलाई मेच्योर कन्टेन्ट बनाउँछ। हो, सबै मान्छे सधैँ राम्रै हुन्छन् भन्ने हुँदैन र कोही नराम्रो सोचेको मान्छे सधैँ नराम्रै हुन्छ भन्ने छैन। भिलेन र हिरोको कन्सेप्टलाई त्यसरी यसले तोड मरोड गरेर छोडिदिन्छ। हन्टर हन्टरले चाहिँ सुरुमा तपाईँहरूलाई ह्याप्पिनेस, फन र एडभेन्चरको सानो एउटा वर्ल्डमा भित्र छिराउन खोज्छ र जब एनिमेले आफ्नो स्टोरी प्रोग्रेस गर्छ बिस्तारै नभनौँ, एकदमै बिस्तारै प्रोग्रेस गर्छ यसले आफ्नो स्टोरी। एन्ड आई क्यान ग्यारेन्टी यु के जब यसले आफ्नो स्टोरीलाई प्रोग्रेस गरेर एउटा पार्टमा लिएर जान्छ नि, त्यसपछि तपाईँहरूको पेसेन्स, जुन तपाईँहरूले एनिमे हेर्दाखेरिमा पेसेन्स देखाएर राख्नु भएको थियो, त्यो सबै त्यहाँनिर देखिन्छ। तपाईँहरूको पेसेन्स सबै वर्थ इट त्यहाँनिर हुन्छ जब त्यो आर्कको एन्डतिर गएर यसले क्लाइमेक्स देखाउँछ। एभ्रिथिङ देखाएको जुन तपाईँहरूलाई स्लो लागेको हुन्छ नि, एभ्रिथिङको मिनिङ त्यहाँ देख्नुहुन्छ क्या तपाईँहरूले। एन्ड मैले जब भने एभ्रिथिङ वर्थ इट हुन्छ, कुनै भिलेन या हिरोको फाइटले या भनौँ कुनै पावरले, तिनीहरूले होइन, यो टिपिकल सोनेन भन्दा एकदमै डिफ्रेन्ट छ। यो एनिमेले चाहिँ तपाईँहरूलाई त्यसरी सक गर्छ। यो एनिमेले चाहिँ तपाईँहरूको ब्रेनले सोच्न पर्ने गरेर सक गर्छ तपाईँहरूलाई। यो एनिमेले चाहिँ तपाईँहरूको थट प्रोसेस नै पुरै चेन्ज पो हो कि जस्तो गरेर तपाईँहरूलाई एकदमै नयाँ डिलेमा दिन्छ। यसले तपाईँहरूको मोरल भ्यालुमा क्वेसन उठाउँछ। यसले तपाईँहरूलाई साइकोलोजिकल डिलेमा पनि दिन सक्छ। यसले तपाईँहरूलाई रिभेन्जको बाटो भनेको के हो र कस्तोसम्म हुन सक्छ भनेर यसले तपाईँहरूलाई एउटा आइडिया दिन सक्छ। एन्ड मोस्ट इम्पोर्टेन्टली यसले तपाईँलाई इमोसनल लस र आफ्टर मिथ अफ युजिङ योर पावर भनौँ आफ्टर मिथ अफ युजिङ योर पावर र सिम्पल भाषामा भन्न पर्दाखेरिमा कस्ट अफ युजिङ योर पावर एकदमै राम्रोसँग बुझाइदिन्छ यो एनिमेले तपाईँहरूलाई। नो म्याटर तपाईँ मेन क्यारेक्टर हो या साइड क्यारेक्टर, तपाईँले पावर युज गर्नु भएको छ भने यु हेभ टु फेस दिस सर्कमस्टान्सेस। एन्ड बाई द टाइम जब तपाईँहरू एन्डमा पुग्नुहुन्छ नि, तपाईँहरूले एउटा नर्मल एडभेन्चर र फनको लागि हेर्नु भएको एउटा एनिमेले ह्युमन नेचरमा नै क्वेसन रेज गरिदिन्छ। यसले यस्ता क्वेसनहरू रेज गरिदिन्छ जसले गर्दा चाहिँ तपाईँहरूलाई आफ्नो ह्युम्यानिटी माथि नै क्वेसन मार्क गर्न मन लाग्छ। यसले यस्ता क्वेसनहरू रेज गरिदिन्छ जसले गर्दा तपाईँहरू आफैले आफ्नै सोचमाथि क्वेसन मार्क राख्नुहुन्छ। वाट इज गुड, वाट इज एभिल, हु इज गुड र हु इज एभिल, र त्यो को हो जसले चाहिँ एभिल र गुडको चाहिँ एउटा क्याटेगोरी बनाएको छ र कुन एभिल कुन गुड भनेर छुट्याउँछ। कोही मान्छे पनि आफ्नो नजरमा एभिल हुँदैन, सबै आफ्नो नजरमा गुड नै हुन्छन्। के तपाईँहरूले आफूले राम्रो सोचेर गरेको चिज सधैँ राम्रै हुन पर्छ त? र अरू कसैले गरेको नराम्रो चिज, जुन चिज तपाईँलाई नराम्रो लाग्छ, कि त्यो नराम्रो नै हुन जरुरी छ त? उसको पर्सपेक्टिभमा त्यो राम्रो पनि त हुनसक्छ नि त। तपाईँको पर्सपेक्टिभमा नराम्रो मात्रै भएर त्यो नराम्रो भयो। तपाईँ को हो जसले चाहिँ त्यो राम्रो हो कि नराम्रो भनेर छुट्याउने? यदि मैले केही गर्दैछु भने त्यो राम्रो हो कि नराम्रो भनेर मेरो पर्सपेक्टिभबाट हेर्न जरुरी छ। त्यो राम्रो हो कि नराम्रो भनेर मेरो पर्सपेक्टिभ त्यहाँ देखिन्छ। त्यो चिजले अरू कसैलाई हार्म पनि त गरेको हुनसक्छ नि त। वाट इज गुड इन रियालिटी अर वाट इज एभिल इन रियालिटी, यो छुट्याउने एउटा ब्यारियर के हो त? यो छुट्याउने मान्छेको अर भनौँ एक्जिस्टेन्स को हो त? यस्ता क्वेसनहरू तपाईँलाई हन्टरले अगाडि टेबलमा
छर्लक्क पारेर राखिदिन्छ एन्ड आई एम स्योर यु क्यान नट एन्सर दिज क्वेसन्स एन्ड हन्टर हन्टरलाई चाहिँ खोतालेर यसको कोरसम्म जाने हो भने हन्टर हन्टर इज अल एबाउट कस्ट अफ युजिङ यर पावर तिम्रो मेन्टल स्ट्रेन्थ अर भनौँ ह्युमन बिहेभियर यस्तै यस्तै चिजहरूमा चाहिँ यसले आफूलाई फोकस गरेको हुन्छ हन्टर हन्टरको वर्ल्डमा चाहिँ सबैलाई केही न केही चाहिएकै हुन्छ हन्टर हन्टरमा नभनौँ रियालिटीमा पनि एभ्री वान सबैलाई केही न केही चाहिएकै हुन्छ कसैलाई फ्रिडम चाहिएको हुन्छ कसैलाई रिभेन्ज चाहिएको हुन्छ कसैलाई पावर चाहिएको हुन्छ कसैलाई कन्ट्रोल ओभर एभ्रिथिङ चाहिएको हुन्छ कसैलाई मनी चाहिएको हुन्छ सबैलाई केही न केही चाहिएकै हुन्छ र रियालिटीले त्यहाँनिर हान्छ जब यो एनिमेले क्वेसन दिन्छ तपाईँलाई यदि तँलाई केही चाहिएको छ भने त्यसको लागि त कति कीमत चुकाउन तयार छस् एन्ड त्यो कीमत पैसा या केही भ्यालुएबल नै हुनपर्छ भन्ने जरुरी छैन तपाईँको इमोसनल लस पनि हुनसक्छ या तपाईँहरूको अरू केही चिज पनि हुनसक्छ यदि तिमी आफ्नो ड्रिमलाई चेज गर्दैछौ भने यु ह्याभ टु स्याक्रिफाइस समथिङ इफ यु वान गेन समथिङ यो वाला फर्मुला यो एनिमेले एकदमै राम्रोसँग लगाउँछ यो एनिमेले तपाईँहरूको इनोसेन्सलाई चेक गर्छ यो एनिमेले तपाईँहरूको फ्रेन्डसिपलाई चेक गर्छ यो एनिमेले तपाईँहरूको पेसेन्सलाई चेक गर्छ यो एनिमेले तपाईँहरूको माइन्डलाई चेक गर्छ र मोस्ट इम्पोर्टेन्टली यो एनिमेले तपाईँहरूको ह्युमन नेचरलाई चेक गर्छ टेस्ट गर्छ एन्ड यस्तै चिजहरूले गर्दाखेरिमा चाहिँ यो एनिमे इमोसनली यति हेभी बन्न पुग्छ तपाईँहरूले यो एनिमे हेरेको धेरै समय पछि पनि यो एनिमेको यादहरू ताजा ताजा दिमागमा राख्न सक्नुहुन्छ यो एनिमेको यादहरू ताजा ताजा अझै पनि रहिरहन्छ दिमागमा खासमा हन्टर हन्टर चाहिँ कस्तो छ सिधा कुरा गर्न पर्दाखेरिमा हन्टर हन्टर स्लो छ टु बी अनेस्ट एकदमै स्लो पनि लाग्न सक्छ कसैलाई हो यो एनिमेले आफ्नो क्यारेक्टरदेखि लिएर आफ्नो वर्ल्ड बिल्डिङमा टाइम राम्रोसँग लिन्छ एकदमै राम्रोसँग आफ्नो टाइम लिएर यसले सबै कुरालाई एक्सप्लेन गर्छ एन्ड मैले अघि पनि भनिसकेँ जब यसले चाहिँ त्यो आर्कको चाहिँ एन्डतिर जान्छ क्लाइमेक्सतिर जान्छ नि त्यसले लिएको टाइम नि सबै वर्थ इट हुन्छ कि तपाईँको पेसेन्सलाई चेक गर्छ कि यो एनिमेले चाहिँ एकदमै तपाईँलाई हुक गर्नको लागि फ्यान सर्भिस त्यसपछि गएर एक्सनहरू पावरहरू तथाभावी जथाभावी कचाककुचु गरेर देखाउँदैन कि यसले चाहिँ एकदमै टु दि पोइन्ट कुरा गर्छ जुन चाहिँ रियालिटीमा हुन्छ नि त नि प्लानिङ हुन्छ स्ट्राटेजी हुन्छ त्यसपछि गएर त्यसको एक्जिक्युसन हुन्छ हो त्यसरी चल्छ कि यो एक्कासी पावर अफ फ्रेन्डसिप आई विल विन एभ्रिथिङ नो यसले चाहिँ त्यसरी चल्दैन यो एनिमे चाहिँ रियालिटीमा एकदमै बेस्ट एनिमे छ यसले चाहिँ यसको भ्युवर्सको पेसेन्सलाई चेक गर्छ र यसले आफ्नो भ्युवर्सको स्मार्टनेसलाई चेक गर्छ यसले तपाईँहरूको अगाडि धेरै क्वेसनहरू राखिदिन्छ जो चाहिँ तपाईँहरू आफैले सल्भ गर्नुपर्छ यो एनिमेले सल्भ गरेर तपाईँहरूलाई दिँदैन यो एनिमेले तपाईँहरूलाई धेरै चिजहरू सिकाउँछ जुन चाहिँ तपाईँहरूले लाइफ लेसनको रूपमा प्रयोग गर्न सक्नुहुन्छ यदि तपाईँहरूलाई ओभर पावर फाइट मात्रै होइन स्मार्ट फाइट हेर्न छ यदि तपाईँहरूलाई डिप स्टोरी चाहिन्छ यदि तपाईँहरूलाई स्टोरी बिल्डिङदेखि लिएर वर्ल्ड बिल्डिङ एभ्रिथिङ राम्रो चाहिन्छ र मोस्ट इम्पोर्टेन्टली तपाईँलाई एनिमे हेरेर भ्याएपछि अर्को एनिमेमा सरम भन्दाखेरिमा पनि ओहो यस्तै एनिमे मलाई चाहियो है यस्तै अनफर्गेटेबल मेमोरी मलाई चाहियो है भन्ने लाग्छ भने इमोसनली हेभी स्टोरी वाइज एकदमै राम्रो पावर स्केलिङदेखि लिएर पावर सिस्टम वेल एक्सप्लेन्ड एभ्रिथिङ एकदमै बवाल एनिमे तपाईँहरूलाई चाहिन्छ भने Hunter Hunter is must watch anime for anime lovers. That's it. And thank you for watching video. यदि भिडियो मन पर्यो भने लाइक सब्स्क्राइब एन्ड कमेन्ट गर्न नबिर्सनु होला and see you in the next video. Bye bye.